हजुर म्याम हजुर यहाँ हाम्रो आमासँग चाहिँ यहाँ तपाईँ के कुरा गर्ने भन्नु म त यहीँ छु। हे गाइस सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छौँ। सो अनि आज चाहिँ मेरो दिदी पनि हुनुहुन्छ आज मेरो भिडियोमा चाहिँ। सो अनि हामीले चाहिँ आज कस्तो भिडियो चाहिँ गर्न लाग्छौँ भनेर हजुरहरूले थाहा पाइसक्नु पनि भयो होला, त्यहाँनिर थम्बनेल र टाइटलबाट पनि थाहा पाइसक्नु भयो होला। सो आज चाहिँ हामीले चाहिँ आमालाई आज मेरो बाबाको बर्थडेको दिन स्पेसल दिन पारेर चाहिँ सो आमा चाहिँ अब बिहान बर्थडेको दिन भनेर चाहिँ सो आउनु भएको अघि 4 बजीतिर चाहिँ। सो अनि आज चाहिँ हामीले आमालाई सो प्लान गर्न लाग्छौँ। सो कस्तो हुन्छ र हाम्रो के कमजोरी हुन्छ यो भिडियोमा सबैजनाले अन्तिमसम्म हेरेर चाहिँ सबैजनाले माया गरिदिनु होला र के पुग्दैन के भयो कस्तो के भयो भने चाहिँ कमेन्टमा भन्नु होला है त। सो लेट्स सी कस्तो हुन्छ हाम्रो भिडियो हेर्नु है त। होइन त्यहाँ के भने के भने ओ के गरे ओ मलाई लौ न यहाँ कोसँग बोल्न भने नम्बरसँग नबोला है। म त गाई खाने नम्बरसँग नबोला कोसँग बोलाइदिएर यिनीहरूले मलाई हजुर म्याम हजुर यहाँ हाम्रो आमासँग चाहिँ यहाँ तपाईँले के कुरा गर्ने भन्नु केही नि गर्दैन। म त केही नि गर्दैन। म त के गर्छौ तिमीहरू यहाँ आउनु न म त के इसा है आउनु न भने आमा जेनी त्यो मुख नछाड्नु न कस्तो यहाँ फोन लाग्छ। यहाँ तपाईँको कुरो यहाँ मलाई भिडियो हाल्नु भने कि आउनु छिटो साँचो बोल्नु हेर्नु वृद्धा भत्ता खाने उमेर भइसक्यो मेरो भन्नु है। कति वर्ष हुनुभयो ल आमासँग बोल्नु त हजुर आमासँग बोल्नु न आमा बोल्न लाग्दा हजुर ल बोल्नु त हेलो नमस्ते भन्नु नमस्ते भन्नु न नमस्ते भन्नु न नमस्ते के बोल्नु मेरो नाम चाहिँ प्रेम कुमारी हो। म चाहिँ अहिले यहाँ छु भन्नु न। म त यहीँ छु। केही बोल्न नआउने रहेछ बरै तपाईँको यहाँ त्यो भिडियो हाल्ने भने क्या भिडियो गरेर पठाऊ म त हाल्दिनँ त्यस्तो त अब हाल्दिनँ के भन्नु न तपाईँले हाल्ने कि उसले हजुर हो हो खै सोध्न पर्छ कसलाई कति 5 बजे उठ्छ। गर्दैन ल गर्छ फेरि म बाहिर जान पाउँदैन ए ल गर्छ बनाउँछ सबै काम गर्छ। ए होइन के गर्छ खै ऊ त बाहिरको कामहरू पनि गर्छ पैसा ल्याएर मलाई दिन्छ भन्नु न। मलाई त पैसा दिएछ नदिएको कुराहरूलाई पैसा दिएछ नि भन्छन् के भने मलाई त पैसा दिएछ नदिएको कुराहरूलाई पैसा दिएछ नि भन्छन् के भने त्यस्तो भन्नु हुँदैन नि त आमा त्यो फोनमा बोलेर भन्नु न भन्नु त्यहाँ फेरि भन्नु मैले त केही पनि बुझिनँ। ए होइन कि हजुर ए हजुर हजुर खै मलाई केही पनि थाहा छैन। हेलो म्याम हजुर उहाँको चाहिँ हल्का त्यस्तै छ क्या त्यही भएर यहाँ मानसिक हल्का त्यो दिमागमा अलिक त्यस्तो पनि भन्दै भाइ मानसिक त केही पनि भएन बिहान मलाई त कस्तो मान्छेहरूको फेला परे कस्तो
ब्युटुबल आइसक्यो यामा त्यो बुको युट्युबमा हालौँला भनेर छ्या। म त भन्दिनँ भयो तैँले कामै गर्दैनस् मैले काम गरेर यहाँ अलि यता आउनु। एउटा कुरो छ पठाएको नि त्यस्तो बोल्नुपर्छ नि तपाईँ थाहा छैन मलाई के थाहा त तिमीहरूको स्कुल आएर के हुँदो रहेछ त्यस्तो आमा है अब चाहिँ राम्रोसँग बोल्दै त्यस्तो नै मलाई त्यस्तो बोल्न आउँदैन हजुर म्याम हेलो हजुर म्याम होइन होइन म्याम सरी म्याम अब यहाँ तपाईँ अब चाहिँ रेकर्ड गरिराख्नु अब चाहिँ राम्ररी बोल्नुहुन्छ हजुर माफ मागेर आमा माफ माग्नु अब मैले अब आमा यस्तो बोल्न गरेर जाने छैन त नि। तपाईँले मुख किन छाड्या त अघि म के भनेर छाडिन्छ छाडे हाँसी मजा गऱ्यो भनेर म जान पाएँ त अब छाड्या छैन अर्कोचोटि जान्छु छाडेर काम गरे भने त कामै गरे छैन अनि तपाईँलाई मुख छाड्या हो कि होइन म के भनेर यहाँ प्रुफ देखाइदिउँ म पुलिसलाई बोलाइदिउँ म तपाईँलाई मलाई के थाहा छ त्यसो भन्ने हामीलाई थाहा छैन यस्तो भन्नै नै आउँदैन मलाई ल देखाइदेऊ न कोसँग बोले यता जाब रोइसक्नु भयो कता कता लौडी कता कता ल यसरी अगाडि फर्काएर देखाउँछु होइन तपाईँ कोसँग बोल्नु भएको भनेर अब यहाँ तपाईँलाई केस हाल्ने भने आयो केस हाल्छ जुन जुनले पनि स्कुलबाट जोड्ने केस हाल्छ त छैन तुलको ल यहाँ अगाडि हाम्रो स्कुलमा केस हाल्ने मान्छे छैन कोही नि यहाँ केस ल यहाँ हेर्नु को हो को हो त्यो अब छैन के रियाक्सन छैन ओइ कहाँ त ल के बोलिसक्यो भाइ यो आमाले एउटा इज्जत भन्ने चिज छैन न त राम्रोसँग बोल्ने कहिले त यो डिस्पिलिङ भने कहिले भिडियो ध्यान कहिले के बोल भने यो बोले भिडियो यहाँ आइसिएर है आमाको उही बोलिरह हो कि यस्ता जाब हाल्छ नआपेको कुराहरू झन् मेरो त दिमाग उसै त गइसक्यो तपाईँ भएन आमा तपाईँलाई केहीमा गयो भने हुँदैन तपाईँ यस्तो मुख छाड्ने मान्छे चाहिँदैन हामीलाई म त जाँदैन कहिले जा 2000 years later. सो गाइस सबैजनाले हेरिसक्नु पनि भयो हाम्रो भिडियो होइन सो अब हामीले चाहिँ आमालाई सोध्छौँ सो अब चाहिँ हामीले आमालाई सोध्छौँ कस्तो भयो भिडियो भनेर कस्तो लाग्यो हजुरलाई भनेर चाहिँ सोध्छौँ अनि सो आमाको प्रतिक्रिया सुनौँ है त सो आमा कस्तो लाग्यो त हजुरलाई भिडियो प्र्याङ्क हुनुभयो भिडियो भन्दा नि अहिले हामीले गरेको यो प्र्याङ्क चाहिँ तपाईँलाई राम्रै लाग्यो मलाई त केही थाहा पनि थिएन त मेरो छोराले यस्तो गर्न थाले रहेछ युट्युबतिर हाल्न थाले रहेछ मलाई त थाहा थिएन मैले के बोलेँ मलाई बोल्न पनि त्यति जान्दिनँ आउँदैन मेरो छोरालाई ल यो भिडियो हेर्नेहरूले लाइक सेयर कमेन्ट सब्सक्राइब हो ल एकैचोटि भन्नु त अब यो कुरा लाइक कमेन्ट सब्सक्राइब हो गरिदिनु होला हजुर हामीले जाने पनि छैन हामी बोल्न पनि आउँदैन मेरो छोरालाई धेरै धेरै खुसी मानी म अघि मैले के बोलेँ के जाने थिइनँ क्षमा गरिदिनु होला बढी बोलेकोमा क्षमा गर्नु म होला त अब तपाईँलाई त हल्का अरू मान्छेलाई गरेको जस्तो फिल भयो होला नि त फोन कसलाई के गरिदियो मलाई त केही थाहा भएन के अनि कसलाई फोन गर्न लगाइदिएँ बोल्नु छ है आमा भन्यो मलाई जहाँ पाए नला भनेर झर्को फर्को पनि गरेँ मैले छोरालाई उसले राम्रो काम गरेको रहेछ हजुर हेरी म खुसी छु खुसी लाग्यो मेरो छोरालाई धेरै धेरै धन्यवाद सबैजनाले लाइक कमेन्ट गरिदिनु होला सो ल आमाको पनि हामीले प्रतिक्रिया सुनिसकेका छौँ सो अब एउटा थम्बनेल पनि लिनु पर्ला थम्बनेल लिएको छैन नि त हामीले त्यहीँनिरबाट गर्नुपर्छ यार थम्बनेल दिनुपर्छ एउटा एउटा हामीले थम्बनेल पनि लिन्छौँ थम्बनेल भने अगाडि राख्नुपर्ने के त्यो भिडियोको अगाडि राख्ने फोटो हुन्छ नि सो अब आज हाम्रो भिडियो कस्तो लाग्यो त्यो हजुरहरूले पनि हेरेर अनि कमेन्टमा चाहिँ टक्क गएर भनेर अनि नयाँ हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर यस्तै भिडियोहरू चाहिँ म हाल्दै गर्छु सो मेरो ट्राभलको भिडियोहरू पनि आउँछ अनि यस्तै भिडियोहरू पनि आउँछ म एउटा कुरो गर्नै थियो मेरो छोराले बल्छी भाइसँग बसेर कुराकानी गरे रहेछ त्यो पनि म धेरै खुसी छु बल्छी भाइलाई
धेरै धेरै धन्यवाद मेरो छोरालाई अघि बढाइदिनु भए झन् खुसी छु म मेरो छोरासँग भेट गरेर साथी बनेर मेरो छोरालाई कहाँ पुर्याउन पर्छ बल्छी भाइलाई एकचोटि भेट्न मलाई धेरै धोको छ सो ल त्यो धोको पनि हाम्रो आमाको पुरा हुन्छ भन्ने आशाको साथ सो हुन्छ भन्ने आशाको साथ अब आजको भिडियो चाहिँ म यतैतिर इन्ड गर्छु सो मेरो बहिनी चाहिँ यस्तो छ है ल थो त थाहा थियो त्यसो थोती छ सो के भन्छु दादाको भ्लगमा केही भन्छु भन ल दादाको भ्लगमा चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु हजुर दादाको भ्लग नयाँले हेरिरहनु भएकोले अझै हेरिरहनु भएकोले पनि अझै धेरै हेरिदिनु धन्यवाद सो ल मेरो बहिनीले पनि यति बोलिसकेको छ ल यहाँ तिमी पनि सो आजको हाम्रो मुख्य भूमिकामा चाहिँ हामी दुईजना थियौँ र आमा पनि सो मेरो दिदी उहाँ चाहिँ अनि मोबाइल पनि देखिरहनु कि लास्टमा यसरी ल त्यो समातेर देखाएन होला सो ल हाम्रो चाहिँ प्राङ्क सक्सेस पनि भयो सक्सेस भइसक्यो हाम्रो प्र्याङ्क चाहिँ आमालाई प्र्याङ्क गर्न चाहिँ हामी सक्सेस भइसकेका छौँ र आज अब यति भन्दै म चाहिँ आजको भिडियोलाई चाहिँ म यतैतिर इन्ड गर्छु हस् त, अनि जय नेपाल जय नेपाल भन्दै डोन्ट फर्गेट टु लाइक सब्सक्राइब कमेन्ट है त